को हो? अंकल नमस्कार। ए नमस्ते राज, तिमी यहाँ कहिले आयौ विदेशबाट? केही दिन भयो अंकल, म खुसीलाई भेट्न आएको। खुसी त यहाँ बस्दिन। खुसी यहाँ बस्दिनन्? खुसी यहाँ नबसेर कहाँ बस्छन् त? मलाई केही पनि थाहा छैन। हजुर यो के भन्दै हुनुहुन्छ? हजुरलाई थाहा नभए कसलाई थाहा हुन्छ त खुसीको बारेमा? मैले भने नि मलाई उसको बारेमा केही पनि थाहा छैन भनेर। अंकल हजुरले मसँग झुट बोल्दै हुनुहुन्छ। प्लिज खुसीलाई बोलाइदिनुस् न, म उसलाई भेट्न चाहन्छु। उसको फोन पनि लाग्दैन अंकल। ऊ जहाँ भए पनि म तिमीलाई उसको बारेमा केही पनि भन्न सक्दिनँ। ऊ अहिले कसैलाई भेट्नै चाहन्न, यतिसम्म कि ऊ मलाई पनि भेट्न चाहन्न। किन अंकल? म उसको नजरमा दोषी भएको छु। दोषी? ऊ यहाँ बस्दिन? मैले त केही पनि बुझ्नै सकिनँ अंकल। आखिर यो सब के भइरहेको छ? प्लिज अंकल मलाई खुसीको बारेमा भनिदिनुस्। यो के भइरहेको छ? उनी कहाँ बस्छन्? सबै कुरा म जान्न चाहन्छु अंकल। खुसी, मैले तिमीलाई यस्तो हालतमा देख्छु भनेर सोचेको पनि थिएन। यो सब कसरी भयो? सोच्न त मैले पनि सोचेको थिइनँ राज, यो सब होला भनेर। तर मेरो भाग्यमा यस्तै लेखिएको रहेछ। भाग्यमा लेखेको कुरा भोगिरहेछु। खुसी, मेरो प्रश्नको उत्तर यो होइन। मैले हाम्रो भाग्यमा के लेखेको छ के लेखेको छैन यो कुरा तिमीलाई सोधेको होइन। म यो सब कसरी भयो भनेर जान्न चाहन्छु। राज, प्रश्न जे होस्, उत्तर जस्तो सुकै होस्, वास्तविकता यही हो। जुन तिमीले अहिले देखिरहेको छौ, तिमीले यसलाई स्वीकार्नै पर्छ। न यो वास्तविकता हो न सत्य नै। यदि यो नै वास्तविकता र सत्य हो भने यो वास्तविकता र सत्यताभित्र धेरै सत्य कुराहरू लुकेका छन्। किनभने यति छोटो समयमा मेरी खुसीले यो सब गर्नै सक्दिनन्। 2 वर्ष तिमीलाई छोटो समय लाग्यो राज? यहाँ 2 मिनेटमा कति धेरै कुराहरू परिवर्तन हुन्छ। तिमी 2 वर्षलाई छोटो भन्छौ। माने मैले 2 वर्ष धेरै लामो समय हो, तर यति ठुलो निर्णय किन र कसरी लियो खुसी? अब यो सब कुरा बुझेर तिमी के गर्छौ राज? म आफ्नो जिन्दगीमा अगाडि बढिसकेँ। अब तिमी पनि विगतलाई भुलेर आफ्नो जिन्दगीमा अगाडि बढ। कति सजिलै भन्यो है खुसी, विगतलाई भुलेर वर्तमानलाई अँगाला भनेर। म कुन विगतलाई भुलेर वर्तमानलाई अँगालौँ? त्यो विगत कति सुनौलो थियो, अनि यो वर्तमान याद छ त्यो दिन मैले तिमीलाई भनेको कुराहरू? यदि त्यति बेला तिमीले त्यो कुराहरू मानिदिएको थियौ भने देख्यौ भने त तिमीहरूले स्वर्ग अझै मेरो सङ्गत गर्दै जाऊ, अझै यो भन्दा बढी आनन्द दिलाउँछु। सही भनिस् यार तैँले। जिन्दगी होस् त हाम्रो जस्तो, न कसैको डर छ न त कसैको चिन्ता। वाह वाह वाह,
कति रमाइलो जिन्दगी है तिमीहरूको। बधाई छ तिमीहरूलाई यति राम्रो जिन्दगीको लागि। खुसी तिमी? म यहाँ तिमीहरूको स्वर्ग हेर्न आएको। कति राम्रो तिमीहरूको संसार अनि तिमीहरू हिँडेको बाटो। हो त, यसैलाई त जिन्दगी भन्छन्। भ्रममा छौ तिमीहरू। जुन जिन्दगीलाई तिमीहरू स्वर्ग ठानिरहेको छौ नि, भोलि समयले ठक्कर दिएपछि बल्ल थाहा पाउनेछौ। अनि राज तिमी पनि? खुसी तिमीले सोचे जस्तो होइन क्या। आज बिहानदेखि माइन्ड ह्याङ भएर मात्र। कहिलेसम्म झुट बोल्छौ राज? कहिलेसम्म तिमी यसरी मसँग झुट बोलिरहन्छौ? म वाक्क भइसक्यो तिम्रो झुट सुन्दा सुन्दा अनि तिमीलाई सम्झाउँदा सम्झाउँदा पनि। अब म तिमीलाई सम्झाउने छैन राज। तिमीलाई जे मन लाग्छ त्यही गर। अबदेखि म कहिले पनि भन्ने छैन तिमीलाई कि तिमीहरू गलत बाटोमा हिँड्दैछौ भनेर। खुसी खुसी यसलाई गलत नसम्झ न। सबभन्दा गलत त त छस्। त आफू पनि बिग्रिस अरूलाई पनि बिगार्दैछस्। राज तिमी पनि एउटा कुरा याद राख्नु, समयले कसैलाई पनि पर्खिँदैन। यदि तिमीले आज समयलाई चिन्न सकेनौ भने भोलि समयले तिमीलाई धेरै पछाडि छोड्नेछ। हुनसक्छ तिमीले जिन्दगीमा धेरै कुराहरू पाउलौ, तर तिम्रो जिन्दगीको महत्त्वपूर्ण कुराहरू तिमीले गुमाउनु पर्ने हुनसक्छ। मेबी त्यसमा म पनि पर्न सक्छु। गर्छौ त राज? मैले त तिमीलाई त्यति बेलै सम्झाएकै थिएँ। यदि तिमीले त्यति बेला मैले भनेको मानिदिएको भए आज यो दिन आउने नै थिएन। मलाई मेरो गल्तीको महसुस हुँदैछ खुसी। म त्यो समय त फिर्ता ल्याउन सक्दिनँ, तर पनि यो सब कसरी भयो त्यो जान्न चाहन्छु। अब गल्ती महसुस गरेर के गर्छौ राज? मैले तिमीलाई पहिला नै भनिसकेँ, विगतलाई बिर्सिदेऊ भनेर। सबै कुराहरू फाइदा वा घाटाका हुँदैनन् खुसी। कतिपय कुराहरू मनसँग जोडिएका हुन्छन् जसलाई भुल्नलाई एकदमै गाह्रो हुन्छ। भुल्न समय लाग्ला, तर तिमीले बिस्तारै भुल्दै जानुपर्छ राज। यसैमा नै हामी सबैको भलाइ हुन्छ। जसरी मैले आफ्नो विगतलाई भुलेर अगाडि बढेँ, तिमी पनि आफ्नो जिन्दगीमा अगाडि बढ्नु जरुरी छ। विगतलाई भुले भनेर कति सजिलै झुट बोल्छौ है। सबै कुराहरू भुल्न हाम्रो बसमा नहुने रहेछ। जस्तै तिमीसँग बिताएका ती सुनौला पलहरू जसलाई म चाहेर पनि कहिले भुल्न सक्दिनँ। समयले त्यसलाई पनि भुलाउँछ राज। तिमी आफ्नो जिन्दगी नयाँ ढङ्गबाट सुरु गर। मलाई विश्वास छ तिमी धेरै अगाडि बढ्नेछौ र तिमीले चाहेको जस्तो जिन्दगी तिमीले पाउनेछौ। जुन जिन्दगी म चाहन्थेँ त्यो जिन्दगी त मैले गुमाइसकेँ। अब कुन जिन्दगीको आश गरौँ म? यो 2 वर्षमा के भयो तिमीले मलाई नभने पनि म पत्ता लगाएरै छोड्छु। त्यो कुरामा समय खेर नफाल राज। तिमीले फेरि पनि विगतलाई पछ्याउँदै हिँड्यौ भने तिमीले जिन्दगीमा धेरै कुरा गुमाउनेछौ। तर पनि तिमीले साँचो कुरा पत्ता लगाउन सक्दैनौ। यदि तिमीले पत्ता लगाए पनि त्यो कुराले तिमीलाई दुःख दिनेछ राज। जुन जिन्दगी म चाहन्थेँ त्यो जिन्दगी त मैले गुमाइसकेँ। अब कुन जिन्दगीको आश गरौँ म? अनि मलाई मेरो पीडाको कुनै मतलब पनि छैन। म सत्य जान्न चाहन्छु। सत्य जान्न मलाई चाहे जस्तो सुकै पीडा किन सहन नपरोस्। मैले भनेको मान्छौ भने यो सब कुरालाई यहीँ छोडिदेऊ राज। होइन भने तिम्रो मर्जी। तर अहिले चाहिँ तिमी यहाँबाट जाऊ। घरमा बुवा आमा आउने बेला भइसक्यो। फेरि तिमीलाई यहाँ देख्नुभयो भने राम्रो हुँदैन। ठिक छ खुसी, आज त म जान्छु, तर तिमीलाई चाँडै नै खुसीको खबर सुनाउन आउनेछु। राज चिया अरू कुनै दिन खाउँला। बुवा आउनुभयो? अनि आमा र दाइ खोइ त? गाडी राखेर आउँदैछ। ए कस्तो प्यास लागेछ बुहारी, एक गिलास पानी लिएर आऊ त।
महारानी कता गइबक्छ? ए आमा, हजुर पनि आइसक्नुभयो? आमा यो पानी लिँदै गर्नुहोस्, म बुवालाई र दाइलाई पनि पानी लिएर आउँछु। आमा के गर्नुभएको यो? देखिनस् यो अल्छिनाको चर्ती कला? आमा, मैले अहिले के गल्ती गरेर? बुवाले प्यास लाग्यो पानी लिएर आऊ भन्नुभयो, अनि पानी लिएर आए। अनि हजुरलाई देखेर त्यही पानी दिएकी मात्र हो। धेरै नाटक गर्नु पर्दैन। मैले तँलाई राम्रोसँग चिनेकी पनि छु, बुझेकी पनि छु। मेरो छोरो खाएको पर्सि 1 वर्ष हुँदैछ। तँ भने घरमा कोही नभएको बेलामा नाठो बोलाएर मोजमस्ती गरेर बस्ने। आमा, मलाई त्यति ठुलो आरोप नलाउनुहोस्। आमा तपाईलाई कति भन्नु आफ्नो बानी सुधार्नुस् भनेर। जे नहुनु थियो त्यो भइसक्यो। यसमा न बुहारीको दोष छ न हाम्रो। दोष त हाम्रो भाग्यको हो। हाम्रो भाग्यमै यही थियो। त्यसैले यस्तो नचाहिँदो कुरा नबोल्नुस्। दोष हाम्रो भाग्यको होइन, दोष यो अलछिनाको हो। यो अलछिनाले गरेर आज मेरो छोरा मरेको छ। यो मेरो छोराको जिन्दगीमा नआएको भए मेरो छोरा मेरो साथमा हुन्थ्यो। आमा, हजुरलाई आफ्नो छोरा गुमाउँदा जति पीडा भएको छ, मैले पनि त आफ्नो जिन्दगी गुमाएको छु। पीडा मलाई पनि उति नै छ। मैले यो घरलाई आफ्नो घर सम्झेको छु। र हजुरहरूलाई आफ्नो बुवा आमा। त्यसैले मलाई यति ठुलो दोष नलगाउनुहोस् आमा। जुन दिन मेरो छोरा मर्यो त्यो दिनदेखि तँसँगको सबै नाता सम्बन्ध मर्यो। अब यो घरको मान्छे र यो घरसँग तेरो केही सम्बन्ध छैन। र जबरजस्ती सम्बन्ध जोड्ने कोसिस पनि नगर्नु। त्यसो नभन्नुहोस् न आमा। हजुरहरूलाई र यो घरलाई छोडेर म कहाँ जाउँ? आखिर मेरो भाग्यले दिएको यही घर त छ मसँग। म यो घरमा शान्तिसँग बस्न चाहन्छु। सधैँ यसरी हल्ला गरेको मलाई मन पर्दैन भन्ने थाहा छैन? यो सब यो अलछिनाले गर्नु भएको हो के? आज यो घरमा यो नभएको भए यो सब हुँदैन थियो। शान्ति कारण जे होस् जस्तो होस्, म हरेक दिन यही कुरालाई लिएर घरमा सधैँ झगडा भएको हेर्न चाहन्न। यो घरको पनि नीति नियमहरू छन्। यदि कसैलाई यो घरमा बस्न मन छ भने नीति नियम मान्नुपर्छ, होइन भने ढोका खुल्ला छ बाहिर जानको लागि। आज यसको लागि तपाईँले मलाई घर छोडेर जा भन्नुभयो। मलाई घर छोडेर जा भन्ने हिम्मत कहाँबाट आयो तपाईँमा भन्नु त? आमा तपाईँ यो कस्तो कुरा गर्दै हुनुहुन्छ? हरेक कुरा गलत तरिकाले नबुझ्नुहोस्। मैले न तिमीलाई यो घर छोड भनेको हो न त बुहारीलाई नि। यो घरमा बस्न जसलाई समस्या छ उसलाई भनेको हो। र अर्को कुरा, तिललाई पहाड बनाउन छाडिदेऊ शान्ति। ए मैले तिललाई पहाड बनाउन खोजे? मैले तिललाई पहाड बनाउन खोजे होइन, सत्य के हो मात्र देखाउन खोजे हो, जुन तपाईँहरूको आँखाबाट देखिरहेको छैन। सत्य के हो सबै थाहा छ। सत्य सबैले बुझिसकेका छन्। यदि कसैले बुझेको छैन भने त्यो तिमी हौ, जसलाई तिमीले बुझ्नु जरुरी छ। बुवा आमा, हजुरहरू झगडा नगर्नुहोस् मेरो लागि। घरमा आगो लाएर निभाएको नाटक गर्छस्? तैँले गरेर आज मेरो स्वर्ग जस्तो घर नर्क भएको छ। मेरो छोरालाई खाएर। शान्ति, म फेरि पनि तिमीलाई भन्दैछु, यो कुरालाई यहीँ रोक। म किन रोकिने? जबसम्म यो अल्छिना यो घरमा छ नि, म यस्तै हुँ। शान्ति, म यो कुरा यहीँ रोक्न चाहन्छु। अबदेखि आइन्दा यो कुरा यहाँ ननिस्कियोस्। ए यही दिन हेर्न बाँकी रहेछ मैले। आज यसको लागि तपाईँले मलाई हात उठाउनु भयो होइन? अझै कति कुरो राज, मैले कतिचोटि भनिसकेँ। तिमी जुन बाटो हिँड्दैछौ। अरू पनि केही लिनुहुन्छ कि यति मात्रै? थ्याङ्क यू। तिमी जुन बाटो हिँड्दैछौ त्यो बाटो गलत छ। प्लिज छोडिदेऊ त्यो बाटोलाई। खुसी,
यही बाटो हो जुन बाटोले मलाई मेरो लक्ष्यमा पुर्याउँछ। जब म मेरो लक्ष्यमा पुग्छु नि तब हामीले कहिले पनि पछाडि फर्केर हेर्नु पर्दैन। तिमीलाई म संसारका हरेक खुसीहरू दिन चाहन्छु। राज, मलाई अरूको खुसी खोसेर पाएको खुसी चाहिँदैन राज। यो हुँदै नहुने खुसीको पछाडि लागेर आफ्नो जिन्दगी बर्बाद नपारौ प्लिज। तिम्रो सोचाइ गलत छ खुसी। मैले मेरो जिन्दगी बर्बाद पारेको छैन। तिमी हेर्दै जाऊ, म चाँडै नै मेरो सपनाको संसारमा पुग्नेछु। म त्यो लक्ष्यमा चाँडै नै पुग्नेछु जुन लक्ष्यमा पुग्न म चाहन्छु। तिमीलाई त्यसको लागि धेरै धेरै शुभकामना छ। तर एउटा कुरा याद राख राज, मान्छेले त्यति धेरै ठुलो सपना पनि देख्नुहुन्न। जुन सपना पुरा गर्दा गर्दै उसले आफूसँग भएको सबै कुरा गुमाउनु परोस्। त्यसैले फेरि पनि भन्छु, आजैबाट यो बाटो छोडिदेऊ। यदि तिमीले आज पनि मैले भनेको मानेनौ भने तिमीले धेरै कुरा गुमाउनु पर्ने हुन्छ राज। म मेरो सपनाको यति नजिक आएर फेरि पछाडि फर्कन चाहन्न खुसी। तिमी चिन्ता नगर, म केही नगुमाइकन म मेरो लक्ष्यमा पुग्नेछु। चाँडै नै हामी हाम्रो सुन्दर सपनामा रम्नेछौँ। तिमीले देखेको सपना पुरा गर्न त्यति सजिलो छैन राज। अनि मैले बुझ्न नसकेको कुरा, तिम्रो चाहना चाहिँ के हो आखिर? जुन चाहना पुरा गर्नको लागि तिमीले सबै कुराहरू बिर्सेको छौ। तिमी हिँडेको बाटो भन्दा बाहिर पनि एउटा सुन्दर संसार छ जसले तिमीलाई स्वागत गर्नको लागि कुरिरहेको छ। यदि तिमीले यही बाटो रोज्यौ भने भोलि यस्तो दिन नआओस् कि मैले मेरो जिन्दगीको लागि अर्कै बाटो रोज्नु पर्यो। खुसी, तिमीले जे बोलेकी थियौ त्यही पुरा गर्यौ। तिमी त बोलीको पक्का रहेछौ। तिमीले आफ्नो संसार बसाउन खोज्यौ, तर विडम्बना जसको तिमीले साथ रज्यौ उसैले छोडेर गयो होइन तिमीलाई। मलाई दुःख तिमीले मलाई धोका दिएकोमा छैन, मलाई दुःख त तिमीले यस्तो निर्णय लिएकोमा छ। अब चिन्ता नगर खुसी, म आएको छु। अब सबै कुरा ठिक हुन्छ खुसी, अब सबै कुरा ठिक हुन्छ। हेलो, म तँलाई भेट्न चाहन्छु। जीवन, अरे राज, आज मेरो घरमा खुसी लाग्यो तँलाई देखेर। अनि कहिले आइस इन्डियाबाट? केही दिन मात्र भयो। मलाई तेरो एउटा हेल्प चाहिएको थियो जीवन। मिस्टर राजलाई पनि यो जीवनको हेल्प चाहिँदो रहेछ। भन्, के सहयोग गर्नु पर्यो? कति पैसा चाहियो? हेर जीवन, मलाई पैसा चाहिएको होइन, मलाई खुसीको बारेमा सबै कुरा जान्नु छ। तेरो प्रेमिकाको बारेमा मलाई सोच्छस्? उसको बारेमा त मलाई भन्दा बढी तँलाई थाहा हुनुपर्ने होइन र? हेर जीवन, हामीलाई थाहा छ खुसीको बारेमा तँलाई सबै कुरा थाहा छ। हो, मलाई सबै कुरा थाहा छ। राज, खुसी न तेरी न मेरी। अरूले जुठो लगाइसकेको खुसीमा खुसी खोजेर खुसी कहाँ पाइन्छ? हेर जीवन, को कस्तो छ त्योसँग मलाई कुनै मतलब छैन। म खुसीको बारेमा जान्न चाहन्छु। त्यसैले मैले विगतमा गरेका गल्तीहरूलाई भुलेर खुसीको बारेमा भनिदे प्लिज। तर म विगतलाई भुल्न सक्दिनँ राज। तेरै कारणले गर्दाखेरि मैले मेरो खुसीलाई गुमाउनु पर्यो।
तँलाई के लाग्छ म त्यति मूर्ख छु? अब पनि खुसीको विगतलाई भनेर मेरो बन्न लागेको प्लानलाई बिगारौँ? प्लान? कस्तो प्लान? हतार नगर, तिमीहरूलाई बिस्तारै सबै कुरा थाहा हुन्छ। बरु भन, के लिन्छौ, चिसो या तातो? जीवन, म यहाँ चिसो तातो खान आएको होइन, मलाई खुसीको बारेमा जान्नु छ। त्यसैले तँसँग म हात जोडेर बिन्ती गर्छु, यो 2 वर्षमा त्यस्तो के भयो जसले गर्दा खुसीले यस्तो निर्णय लिनु पर्यो? यो सबको बारेमा मलाई थाहा समेत भएन। वाउ, तँलाई यो अवस्थामा देखेर खुसी लाग्यो राज। तर हेर्न, यो कुरामा मलाई इन्ट्रेस्ट नै छैन। त्यसैले यो सब कुरा यहीँ छोड्दै हिँड तल। तँलाई कुल बनाउँछु। त्यस्ता केटी। जीवन, मुख सम्हालेर बोल। म सबै कुरा सहन सक्छु, तर खुसीको बारेमा कसैले एक शब्द भनेको सहन सक्दिन, बुझिस्? मिस्टर राज, यो मेरो घर हो। मेरै घरमा आएर मलाई हात हाल्नुको परिणाम तँलाई राम्रोसँग थाहा छ होइन? र अर्को कुरा, पुरानो धन्दा मैले छोडेको हो, भुलेको छैन। हेर जीवन, हामी एउटा साथीको नाताले ठुलो आश बोकेर आएको छ। सत्य के हो त्यो भनिदे। अब त झन् म केही भन्दिनँ। आफै जान्छौ कि मैले धक्का मारेर पठाउनु पर्यो तिमीहरूलाई? हिँड राज, हामी गलत ठाउँमा आएको रहेछौँ। कमला, म निस्केँ है त। खुसी, तिमी यहाँ? म यहाँ हजुरलाई एउटा बिन्ती बिसाउन आएँ कि। भित्र गएर भन्न नहुने हो र? छोरी, तिमी ठिक त छौ? कस्तो छ तिमीलाई? जिउँदो लासलाई कस्तो छ भनेर सोधेर के जवाफ पाउँछु भन्ने आश राख्नु भएको छ हजुरले। यसरी मुटु नै घोच्ने गरी नभन न छोरी। तिम्रो यो अवस्था देख्दा मन पोलेर आउँछ। झन् तिमीले यसरी भन्दा हजुरको मन भारी भयो होला र पीडा पनि भयो होला। मेरो बिहा गर्दै धनी बन्ने सपना जो पुरा नभएर टुट्यो हजुरको। मलाई यसरी भनेर तिम्रो मनलाई शान्ति मिल्छ भने भन, म केही भन्दिनँ छोरी। तिम्रो इच्छा विपरीत मैले त्यो निर्णय लिनु नै गल्ती थियो। फेरि मलाई त्यो निर्णय लिँदा यस्तो होला भन्ने थाहा भएको भए मैले त्यो निर्णय लिने नै थिएन छोरी। आज जे भएको छ यो सब जिम्मेवार हजुर हुनुहुन्छ। यदि त्यो दिन हजुरले आफ्नो बिजनेस र पैसा नसोच्नु भएको भए के आज यो दिन आउँथ्यो? हजुरसँग यो प्रश्नको उत्तर नै छैन। यो मात्र किन, हजुरसँग कुनै पनि प्रश्नको उत्तर नै छैन। यो सब छोड्नुहोस्, हजुरले राजलाई मेरो घरको एड्रेस किन दिनुभयो? म तिम्रो जिन्दगीमा फेरि खुसी फर्किएको हेर्न चाहन्छु। कुन खुसी? जुन खुसीको हजुरले आफै गला काट्नुभयो त्यो खुसी? म हात जोडेर बिन्ती गर्छु हजुरलाई, मलाई अब यो भन्दा बढी खुसी नदिनुस्। म सहन पनि सक्दिनँ। र अर्को कुरा, म यो चाहन्न कि राजलाई मेरो बारेमा केही पनि कुरा थाहा होस्। छोरी, बिन्ती छ, मलाई मेरै दुःखमा छोडिदिनुस्। र हिजोसम्म मेरो जिन्दगीमा जे भयो त्यो सब कुरा राजलाई थाहा नहोस्, किनभने म यो भन्दा बढी दुःख सहन सक्ने हिम्मत छैन ममा। त्यो नभन छोरी, तिमीले हिम्मत हार्नु हुँदैन। तिमीले जिन्दगीका थुप्रै लडाईहरू जित्न बाँकी नै छ। जिउँदो लासमा कुनै पनि लडाई लड्ने हिम्मत हुँदैन। होइन छोरी, तिमीले जिन्दगीमा धेरै कुराहरू जित्न बाँकी छ। कुनै पनि बाबुआमाले आफ्नो सन्तानको कुभलो चिताउँदैनन्। मैले पनि तिम्रो राम्रै होस् भनेको थिएँ, तर अब पस्ताएर कुनै अर्थ छैन। म हजुरलाई यति मात्रै भन्न आएको हुँ कि अबदेखि राजलाई मेरो बारेमा केही पनि नभनिदिनु होला। मम्मी हुनुहुन्न घरमा? मम्मी किचनमै छिन्। छोरी, तिमी? मामु, हजुर किन रुनु भएको? तिमीलाई यो हालतमा देख्दा मामु, जे पनि भयो
सबै मेरो भाग्यको कारणले गर्दा। छोरी, यो सब बाबाले तिम्रो खुसीको लागि गर्नुभएको। बाबाले के गर्नुभयो के गर्नु भएन सबै हजुरलाई थाहा छ नि। उहाँलाई आफ्नो बिजनेस र आफू धनी बन्ने सपना मात्रै पुरा गर्नु थियो मामु। उहाँलाई आफू धेरैभन्दा धेरै धनी बन्ने मात्र सुरु थियो। उहाँले आफ्नो सन्तानको बारेमा कहिले पनि सोच्नु भएन। यदि सोच्नु भएको भए आज यस्तो दिन आउँथ्यो? त्यस्तो नसोच छोरी, बाबाले त्यस्तो सोच्नुहुन्न। हरेक समय तिम्रो बारेमा कुरा गरिरहनुहुन्छ, तिम्रो यादमा धेरै छटपटिनुहुन्छ। उहाँले तिमीलाई धेरै माया गर्नुहुन्छ। उहाँ मेरो मायाले छटपटिनु भएको होइन मम्मी, उहाँ त आफ्नो सपना पुरा नभएर छटपटिनु भएको। उहाँलाई भनिदिनुहोस् फेरि पनि मेरो जीवनमा यस्तै घटना नघटाइदिनुहोस् भनेर। के भयो फेरि? के गर्नुभयो बाबाले? जसलाई मेरो जिन्दगीबाट निकाल्न अनेक जाल जेल रच्नु भएको थियो नि उहाँले, अहिले फेरि उसैलाई मेरो जिन्दगीमा पठाएर मलाई फेरि अर्को दुःख दिन खोज्दै हुनुहुन्छ। तिमी कसको कुरा गर्दैछौ? कतै राज? हो, राज आएको थियो घरमा। त्यही कारणले गर्दा घरमा कति ठुलो झगडा पर्यो। सम्झाइदिनुहोस् बुवालाई यो सब गर्न छोडिदिनुहोस् भनेर, नत्र उहाँले मेरो मरेको मुख देख्नुहुनेछ। त्यसो नभन छोरी, जति पीडा तिमीलाई छ नि त्यति नै पीडा हामीलाई पनि छ। तिमीले आफ्नो जिन्दगी गुमाएको छौ भने हामीले पनि आफ्नो छोरीको खुसी गुमाएका छौँ। यो कुरा तिमीलाई कसरी सम्झाऊ? मलाई होइन मम्मी, यो सब कुरा बुवालाई सम्झाइदिनुहोस्। अबदेखि मेरो परिवारको बारेमा कुनै पनि किसिमको दखल अन्दाजी नगर्नुहोस् भनेर, नत्र भने त्यसको परिणाम राम्रो हुँदैन। चिन्ता नगर छोरी, उहाँले अब त्यस्तो कहिले पनि गर्नुहुन्न। म बाबालाई सम्झाउँछु। तिमीलाई थाहा छ खुसी, आज पनि म तिमीलाई त्यति नै माया गर्छु जति पहिले गर्थे। तर त्यो माया र यो मायामा धेरै फरक छ। पहिला तिमीलाई आफ्नो बनाउनका लागि माया गर्थे, तर आज म तिमीलाई आफ्नो बनाउनकै लागि माया गर्दिनँ। मलाई जे सोच त्यसले मलाई केही फरक पार्दैन। अब म तिमीलाई पाउनुभन्दा पनि मेरो उद्देश्य पुरा गर्न लाग्नेछु। हामी कहिलेसम्म यसरी अरूको भरमा काम गर्छ? तँलाई के लाग्छ म अरूको भरमा बाँच्ने मान्छे हो? होइन भने कहिलेसम्म ऊ आउँछ पैसा दिन्छ भनेर बसेका छौँ त हामी। म पैसाको लागि कुरेको होइन, म सही समय कहिले आउँछ भनेर कुरेको हो। म त्यही सही समयको बेग्र प्रतीक्षामा छु। कहिले आउँछ त्यो सही समय? मलाई लाग्छ त्यसले हामी सबैलाई मुर्गा बनाइरहेछ। त्यसको यत्रो हिम्मत नै कहाँ छ हामीलाई त्यसरी मुर्गा बनाउने? हामी एकपछि अर्को खेल खेल्दै जानेछौँ। त्यसलाई थाहा हुनै छैन कि यो खेल कसले खेल्यो भनेर। हुँदैन भनेर कोसिस गर्न पनि त छाड्नु हुँदैन। राज, त मलाई एउटा कुरा भन् त खुसीको बारेमा किन यति धेरै खोजी नीति गर्छस्? म खुसीलाई आज पनि त्यति नै माया गर्छु जति हिजो गर्थे। राज, हिजो र आज धेरै फरक छ। हिजो जे थियो आज त्यो छैन। मलाई सबै थाहा छ कल्याण। म भोलिलाई त्यही हिजोमा परिणत गर्न चाहन्छु। यति धेरै माया गर्छस् त खुसीलाई? देखाउन मिल्दैन र मात्र हो, नत्र भने छाती चिरेर देखाउँथे। म खुसीलाई कति माया गर्छु भनेर तँलाई थाहा नै छ नि। खुसीकै लागि मैले देश छोडेको थिएँ। जहाँ समस्या त्यहाँ उपाय हुन्छ राज। खुसीको बारे जान्नको लागि केही न केही उपाय त निस्किहाल्ला नि। मैले केही सोच्न सकेको छैन कल्याण। त्यति ठुलो सपना सजाएको हामी आज यो अवस्थामा। खुसीले यति ठुलो निर्णय लिनुको कारण के थियो? कसरी पत्ता लगाउने? मसँग एउटा उपाय छ राज। कस्तो उपाय? जसरी खुसीको घरको ठेगाना उहाँले दिनुभयो, खुसीको बारेमा पनि उहाँले भन्नुहुन्छ। तँलाई के लाग्छ प्रताप अङ्कलले सबै कुरा भन्नुहुन्छ? मलाई विश्वास छ उहाँले सबै कुरा तँलाई भन्नुहुन्छ। जसरी खुसीको घरको ठेगाना उहाँले दिनुभयो, खुसीको बारेमा पनि उहाँले भन्नुहुन्छ। तर मलाई लाग्दैन मैले लाख कोसिस गर्दा बल्ल उहाँले उसको घरको ठेगाना दिनुभएको हो।
प्रताप अङ्कलले यहाँभन्दा बढी मलाई के भन्नुहुन्छ जस्तो लाग्दैन। हेर राज, खुसीको जीवनबाट जसरी तँलाई टाढा पुर्याउनु भयो उहाँले नै खुसीको घरको ठेगाना दिनुभयो। के थाहा उहाँको मन परिवर्तन भएर सबै कुरा बताउनुहुन्छ कि? सायद त्यो हुन सक्थ्यो, तर जो मान्छेले यति ठुलो खेल खेलेर हामीलाई छुटाउनु भयो त्यो मान्छेले आफ्नै गल्ती कसरी भन्न सक्नुहुन्छ र? राज, हामीले जे देखेको थियौँ त्यो सही नहुन पनि सक्छ। के थाहा हामीले जुन दोष खुसीको बुबालाई लगाएका थियौँ त्यो कुरामा उहाँको हात नहुन पनि सक्छ। एकपल्ट कोसिस गरेर त हेर। खोइ कल्याण, को सही को गलत मैले केही सोच्नै सकेको छैन। एकचोटि तैँले भनेको जस्तो कोसिस गरेर हेर्नु पर्ला। खुसी कता गएर आए कि त? मम्मीलाई भेटेर आएको। अनि त यता के गर्दै नि? मेरो काम थिएन, यतिकै घुम्न निस्के कि। अनि के छ नि तेरो खबर? के भनौँ तँलाई? ठिक छ भनौँ कि बेठिक छ? तँलाई सबै थाहा नै छ। के गर्छिस्? जे नसोचेको थियो त्यही भइगयो। खुसी, त त्यो घर किन छोड्दिनस्? किन अत्याचार सहेर बस्छिस्? मैले के नै सहेको छु र? माया गर्ने ससुरा जेठाजु पाएको छु। आमा कहिलेकाहीँ कराउनुहुन्छ त्यति मात्रै हो। फेरि यो सबै मैले मेरो आफ्नै भाग्यले पाएको त हो नि। कहिले त भाग्यलाई दोष दिन्छस् अनि कहिले जन्म दिने बाबा आमालाई। छोड्दै यो सब कुरा। साँच्चै अस्ति राज मलाई भेट्न आएको थियो। तैँले किन भन्नुहोस् मलाई राज काठमाडौँ आछ भनेर? के राज आएको थियो? त्यो काठमाडौँ आएर मलाई नभेटी गर्लफ्रेन्ड भेट्न भ्याएछ? पक त्यसलाई। मजाक नगर न। राज मेरो बारेमा सबै जान्न चाहन्छ। के तैँले भनिस् त सबै? किन अनि कसरी भयो भनेर? मैले केही पनि भनेको छैन। राजलाई तैँले सबै कुरा भन्नै पर्छ। राजलाई यो सब घटनाको बारेमा थाहा पाउनै पर्छ। के थाहा राजको आगमनसँगै तेरो जिन्दगीमा नयाँ खुसीको आगमन पो छ कि? यो खुसीको खुसी त पहिले नै खुसिसक्यो। फेरि मैले राजलाई त्यति ठुलो धोका दिइसकेँ पहिला नै। अब उसलाई सत्य भन्ने ममा कुनै हिम्मत छैन। धोका तैँले राजलाई दिएको होइन खुसी, धोका त समयले तिमीहरूलाई दिएको। यसमा तेरो केही दोष छैन खुसी। समयले तिमीहरूलाई फेरि एउटा मौका दिएको छ। यस खुसीलाई स्वीकार खुसी। राज, अब मेरो खुसी कहिले पनि हुन सक्दैन। म फेरि पनि उसको जिन्दगीमा गएर उसलाई धोका दिन चाहन्न र ममा उसलाई सत्य भन्ने हिम्मत पनि छैन। त्यसैले त पनि उसलाई केही कुराहरू नभन्। हेर, म झुट बोल्न सक्दिनँ। यदि राजले तेरो बारेमा सोध्यो भने म सबै भनिदिन्छु, यो सब किन अनि कसरी भयो भनेर। तँलाई मेरो कसम, त राजलाई केही पनि भन्ने छैनस् प्लिज। खुसी, मैले तँलाई बुझ्नै सकिनँ। आखिर त के चाहन्छस्? राजलाई किन सबै कुरा भन्न चाहन्नस्? उसले तँलाई कति माया गर्छ। उसलाई यो सबै कुरा जान्ने अधिकार छ। हेर, म अरू केही कुरा जान्दिनँ। म बस यति मात्र चाहन्छु कि राजले केही कुरा थाहा नपाओस्। दिनुपर्छ सबै प्रश्नका उत्तरहरू। प्रताप, त यहाँ? किन अचम्म लाग्यो? मैले तँलाई साथी सम्झेर छोरीले हुन्न भन्दा भन्दै पनि मित्रतालाई सम्बन्धमा गाँच्न खोजे, तर अहिले तैँले आफ्नो औकात देखाइ छैन। प्रताप, तैँले कुन कुरामा मलाई यत्रो आरोप लगाइस् त्यो मलाई थाहा छैन, तर खुसीलाई मैले आफ्नै छोरी सम्झेको छु। त्यसैले उसलाई दुःख दिने काम कदापि मबाट हुन्न। हो, नाटक नगर। मैले सबै कुरा थाहा पाइसकेको छु। म यहाँ मात्र एउटा कुरा भन्न आएको हो। म अरू सबै कुरा सहन सक्छु, तर मेरी छोरीको आँखामा आँसु कदापि सहन सक्दिन। भनेपछि तपाईँकी प्यारी छोरीले माइतीमा कुरा लगाइसक्यो होइन त?
घरमा केही हुनै हुँदैन, माइती त आइहाल्ने, यता किन आउनु, उतै बसे भइहाल्यो नि। यदि मेरै घरमा मानेकी भए मेरी छोरीलाई 1 सेकेन्ड पनि यो घरमा राख्ने थिइन्। बुवा, हजुरलाई खुसीले के भनिन् त्यो त हामीलाई थाहा छैन, तर खुसीको चिन्ता नगर्नुहोस्। हामीले उनलाई पराई कहिले पनि सम्झेको छैन। हामीलाई थाहा छ श्रीमान गुमाउनुको पीडामा छिन् हुने। म तेरो भावना बुझ्छु प्रताप, अनि बुहारीको मर्म पनि मैले बुझेको छु। यस्तो अवस्थामा हामीले एक अर्कालाई दोषारोपण गर्नुभन्दा पनि बुहारीलाई कसरी दुःखबाट बाहिर ल्याउने भन्ने कुरामा सोच्नुपर्छ। समीर बितेको वर्ष दिन भइसक्यो, तैपनि उनी दुःखबाट बाहिर आउन सकेकी छैन। कसरी विश्वास गरौँ तेरो कुरालाई? यदि तैँले मेरो छोरीको भावना बुझेको भए मेरी छोरीको आँखामा आँसु आउने थिएन। आज मेरी छोरीको आँखामा आँसु आएको छ, केवल तेरो घरको कारणले। श्रीमान खाएको 1 वर्ष भएको छैन, घरमा प्रेमी बनाउनलाई बोलाएर मोज मस्ती गर्ने, अनि हामीले केही भन्यो भने हजुरहरूको मन दुख्ने। मुख सम्हालेर बोल्नुस्। यदि मेरी छोरीको बारेमा यो भन्दा 1 शब्द मात्रै बढी बोल्नुभयो भने मैले बिर्सनेछु कि तपाईँ एक नारी हो र मेरी छोरीको सासू पनि। शान्ति, तिमी चुप लाग। म किन चुप लाग्ने? यदि कोही मेरो घरमा आएर मलाई नै नराम्रो भन्छ भने म किन चुप लाग्ने? मेरो घरमा आएर जे पनि बोल्न पाउँछ भन्ने भ्रम चाहिँ नपाल्दा हुन्छ। यदि तपाईलाई तपाईको छोरी यो घरमा खुसी छैन भन्ने लाग्छ भने लिएर जाँदा हुन्छ। मलाई पनि कुनै शौक छैन उलाई यहाँ राख्ने। तपाईँ जस्तो घटिया सोच भएको मान्छेको घरमा मलाई मेरी छोरी राख्नु पनि छैन। त्यसो नभन्नुहोस् बुवा, यो घर खुसीको पनि हो। छैन भने हामीलाई पनि कुनै शौक छैन उलाई यहाँ राख्ने। तपाईँ आफ्नो छोरीलाई लिएर जान सक्नुहुन्छ। प्रताप, त पनि आवेगमा आउने काम नगर। खुसी यो घरको बुहारी मात्र नभएर छोरी पनि हुन्। उनको पीडा भनेको हामी सबैको पीडा हो, हामीलाई पनि पीडा छ। यसरी बच्चाको कुरामा लागेर हामी नै लडाइँ गर्न लाग्यौँ भने उनलाई कसले सम्झाउँछ? सम्झिनु पर्ने मान्छेले नसम्झिएपछि यस्तै हुन्छ। म मेरी छोरीको आँखामा आँसु देख्न चाहन्न, यो कुरा बुझिराख। आज म तँलाई एउटा बाचा गर्छु, अबदेखि आइन्दा खुसीको आँखामा कहिले पनि आँसु आउन दिने छैन। यही नै सबैको लागि राम्रो हुन्छ, होइन भने म हाम्रो मित्रतालाई यही भुल्न बाध्य हुनेछु। र तँलाई राम्रोसँग थाहा छ यसको परिणाम राम्रो हुने छैन। जीवन त कता गएर आए कि? हात छोड पहिला मेरो। जहाँ गएर आए पनि तँलाई के मतलब? किन रिसाएको? कता गएर आए कि? जहाँ गएर आए पनि तँलाई के मतलब? खुसी, मलाई गलत नसम्झ। विगतको गल्तीबाट धेरै कुराहरू सिकिसके। अब त्यस्तो कुनै काम गर्दिन जुन कामले आफ्नै नजर झुकाउनु परोस्। त जस्तो मान्छे पनि सुध्रेलास् भनेर विश्वास गरौँ म? सधैँ सबै एकै नासको नहुने रहेछ खुसी। हिजो म जे थिएँ आज म त्यो छैन। मैले हिजोको दिनमा तिमी प्रति गरेको क्रियाकलाप म बुझ्छु, तर हिजो र आजमा धेरै फरक छ। हिजो म तिमीलाई आफ्नो बनाउने चाहनामा थिएँ, तर आज तिमीलाई असल साथी बनाउन चाहन्छु म। अरू कुनै चाहना पालेको छैन मैले। जुन मान्छेको नियतमा नै खोट हुन्छ त्यो मान्छे बदलियो भनेर सम्झनु भुल मात्रै हो। त हिजो मेरो नजरमा जे थिस् आज पनि त्यही छस् र भोलि पनि त्यही हुनेछस्। आफू बदलिए भनेर कुन परियोजना बनाउँदैछस् त्यो त मलाई थाहा छैन, तर यदि कुनै परियोजना बनाउँदैछस् भने खबरदार, त्यसको परिणाम भोलि राम्रो हुने छैन। मैले कुनै योजना बनाएको छैन र बनाउने सोचमा पनि छैन। हिजोसम्म म तिमीलाई पाउन चाहन्थेँ, आफ्नो बनाउने कोसिसमा थिएँ। त्यसको लागि मैले धेरै गलत कदमहरू पनि चालेको थिएँ। तिमीलाई म आज एउटा असल साथीको नाताले सहयोग गर्न चाहन्छु। तिमीलाई आफ्नो बनाउन त चाहन्छु, तर एउटा साथीको नाताले मात्र। मलाई कसैको सहयोगको खाँचो छैन। म जे छु जस्तो छु एकदम ठिक छु। खुसी, तिमी गलत सोच्दैछौ। यहाँ तिमीले सोचे जस्तो छैन र तिमी ठुलो भ्रममा छौ र यो भ्रमबाट तिमी चाँडै बाहिर आउनुपर्छ।
खै किन किन हाम्रो छोरी हामीसँग यति धेरै पराई भए। आजकल त ऊ हाम्रो केही पनि कुरा सुन्नै चाहन्न। खै म के भनौँ, जुन पीडा उसले भोगेकी छे, जुन घटना उसको जिन्दगीमा घटेको छ, ती सबै हजुरकै कारणले भनेर होला सायद ऊ हजुरबाट टाढा हुन खोजेकी। मैले कहिले पनि मेरी छोरीको जिन्दगी बर्बाद होस् यो कहिल्यै सोचिन कमला। मैले त त्यो बेला जे गरे छोरीकै खुसीको लागि, उसकै भलाइको लागि गरेको थिएँ। तर मलाई के थाहा आज आएर यस्तो होला भनेर। हजुर र मलाई थाहा छ यो सब उसको भलाइको लागि हजुरले गर्नुभएको हो, तर पीडा उसले भोगेकी छे, त्यसैले उसको मन दुखेको छ। चिन्ता नलिनुस्, समयसँगै उसले सबै कुरा बुझ्दै जान्छे। यसरी कहिलेसम्म चल्छ भन त? हाम्री छोरी यो दलदलबाट कहिले बाहिर आउँछ? मलाई त लाग्छ हाम्री छोरी अब त्यो घरमा बस्नुहुन्न। हजुर के भन्दै हुनुहुन्छ? माइतीले बिदाई गरेर पठाएको घर नै छोरी मान्छेको घर हो। अब हाम्रो छोरीको संसार भनेको त्यही घर हो। उसले दुःख सुख जे जस्तो हुन्छ त्यही घरमा बस्नुपर्छ। त्यसलाई घर भन्छौ तिमी? थाहा छ तिमीलाई त्यहाँ हाम्री छोरी कस्तो अवस्थामा छे? हजुरले त्यही घर स्वर्ग छ भनेर छोरी दिनुभएको होइन? अहिले ज्वाइँ नभएपछि त्यही घर कसरी नर्क भयो? हेर्नुहोस्, छोरीको माया एक ठाउँमा छ अनि उसको कर्तव्य अर्को ठाउँमा। अब हामीले छोरीलाई अगाडि बढ्न दिनुपर्छ र छोरीले जे भन्छे, जे कुरामा खुसी हुन्छ नि, हामी पनि त्यही कुरामा खुसी हुनुपर्छ। तिमी किन कुरा बुझ्दैनौ कमला? अब हाम्री छोरी त्यो घरमा बसेर अगाडि बढ्न सक्दिन। बरु हामीले नै केही उपाय अपनाउनु पर्छ। म हजुरको यो कुरामा सहमत छैन। अब हाम्रो छोरीले राजलाई उसको जीवनमा आउन दिन्न भनेदेखि हामीले यस्तो कुनै कदम चाल्नु हुँदैन ताकि हामीले हाम्रो छोरीलाई गुमाउनु परोस्। शान्ति, तिमी किन रिसायो कि? म रिसाएर हजुरलाई के फरक पर्छ र? धेरै फरक पर्छ नि। मलाई त त्यस्तो लाग्दैन त। हजुरलाई त हजुरको बुहारी प्यारो लाग्छ होइन र? मैले कुरा बुझेको छु शान्ति। तिमी किन बुहारीलाई यति धेरै अत्याचार गर्दैछौ? बिचारीको यो घरमा तिमी हामी बाहेक अरू को नै छ र? आज त्यसको कारण हामीले छोरा गुमाएका छौँ। यो कुरा हजुरले कहिले बुझ्नुहुन्न के? तिम्रो यही गलत सोचाइ र विचारले म दिक्क भएको छु। हजुरको आँखामा लागेको कालो पट्टी कहिले हट्छ? त्यो अलक्षिणालाई साथ दिन कहिले छोड्नुहुन्छ तपाईँले? मेरो आँखामा होइन, कालो पट्टी त तिम्रो आँखामा लागेको छ। हजुरले जे भन्नुहोस् म त्यसलाई कहिले पनि माफ गर्दिन। र यो घरमा म उसलाई टिक्न पनि दिन्न, बुझ्नुभयो? तर म बुहारीलाई यो घरमा आफ्नो अधिकार दिन चाहन्छु र यो कुरामा मलाई कसैले रोक्न पनि सक्दैन। म यस्तो हुन दिन्न, याद राख्नुहोस् यो कुरा चाहिँ।
मैले त मेरो सपोर्टर होला भन्ने ठानेको हैनस् र? सही काम गरेको थिइस् भने म तेरै सपोर्टर हुन्थेँ, तर तैँले गल्ती गरिस्, एउटी नारीको इज्जतमा हात हाल्न खोजेर। गलत त तैँले गरिस्, मलाई हात हालेर। अब यसको इज्जत बचाउँछस् कि तेरो ज्यान? हेर्नु अब यसले आफ्नो ज्यान बचाउँछ कि यो केटी? यो मान्छेले भेट्न नआएर भन्छ आज यो मर्छ। आई मर्छस्। अय्या, यसलाई मार्छु भनेको झन्डै मलाई पो मारेन। भाग, म त मर्छु कि के? मलाई त मेरो भन्दा पनि तिमीहरूको चिन्ता लागिरहेको छ। सायद तिमीहरूले मलाई चिनेका छैनौ, म को हुँ र के गर्न सक्छु भनेर। यसले सजिलोसँग मान्ला जस्तो लागेन। या लन्टु कहाँबाट आएको यहाँ? त समस्यामा परीक्षा भन्ने थाहा पाएर उडेर आएको नि हो नि। तँलाई अप्ठ्यारो परेको बेला बोला न मात्र, अनि आइन भने भन्नु। खुसी खुसी महारानी कोठामै बसिरहेर चाहिँ खाना चाहिँ कसले बनाउन आउँछ? तेरो बाउ कि आमा? आमा म बनाइहाल्छु नि, तपाईँ किन यस्तो भन्नुहुन्छ? यस्तो कराउँदा त यस्तो छ, नकराउने भए के गर्छस् तैँले? केही भन्यो भने माइतीमा कुरा पुगिहाल्छ। आमा किन यस्तो भन्नुहुन्छ तपाईँ? मैले माइतीमा गरे केही कुरा गरेको छैन। चोथाले खुब मुख चलाउने भएको छ मेरो छोरालाई खाएर। आमा हरेक समय मलाई एउटै आरोप नलगाउनुहोस् न। म पनि त मान्छे हुँ, मेरो पनि त मन दुख्छ। हजुरले आफ्नो छोरा गुमाउनु भएको छ, मैले पनि त आफ्नो मान्छे गुमाएको छु। हजुर एउटा नारी भएर अर्को नारीको पीडा किन बुझ्नुहुन्न आमा? ए मैले तेरो मन दुखाएँ होइन त? भन, मलाई किन बोलाइस्? हेर जीवन, मलाई थाहा छ तँलाई खुसीको बारेमा सबै कुरा थाहा छ। हो, मलाई खुसीको बारेमा सबै कुरा थाहा छ। यो 2 वर्षमा के भयो त्यो मलाई सबै कुरा थाहा छ। तर मलाई थाहा भएर के गर्छस्? जे कुरा मलाई थाहा छ त्यो तँलाई थाहा छैन। त्यही थाहा पाउनको लागि मैले तँलाई यहाँ बोलाएको। तेरो मतलब के हो राज? आइज, तर म आज एउटा डिल गरौँ जसले तँलाई राम्रो फाइदा हुन्छ। भन, कस्तो डिल हो? त मलाई खुसीको बारेमा भन्, म तँलाई 10 लाख दिन्छु। खुसीको मूल्य जम्मा 10 लाख? 10 लाख सानो रकम होइन जीवन। तैँले खुसीको बारेमा मलाई भनेको मात्रै 10 लाख पाउँछस्, बिना कुनै परिश्रम। सही भनिस् तैँले, 10 लाख सानो पैसा होइन। तेरो अफर पनि नराम्रो होइन, तर तेरो अफर मान्ने मुडमा छैन म। मैले तँलाई गोल्डन अफर दिएको छु। ओके, ठिक छ। उसो भए तँलाई पनि एउटा गोल्डन अफर दिन्छु। खुसीको पछि लाग्न छोड दे, तँलाई 20 लाख दिन्छु। 20 लाख। तँ किन बुझ्दैनस् मेरो कुरा? तँलाई थाहा छ त, मैले सबै कुरा बुझेको छु। र यो पनि थाहा छ कि
किन खुसीको पछाडि यति धेरै हात धोएर लागि परिरहेछस्? म खुसीलाई माया गर्छु। खुसीलाई साँच्चीकै माया गर्छस् कि अरू कुरा या कुनै कारण? म खुसीलाई माया गर्छु र फेरि पनि उसलाई त्यही खुसी दिन चाहन्छु। खुसीलाई यदि खुसी देख्न चाहन्छस् भने यो सब छोडिदे। तैँले जे गरिरहेछ यो सब तँ यो के भन्दैछस्? जे तँ बुझ्न चाहँदैनस्। राज म पनि पुरानो खेलाडी हो। आफ्नो मित्र होस् या शत्रु दुवैको बारेमा राम्रो इन्फर्मेसन राख्ने गर्छु। तँ जे देखाउनु खोज्दैछस् नि तँ त्यो होइनस्। त्यो मलाई राम्रोसँग थाहा छ। म जे छु त्यही देखाउँदैछु। मलाई अरू देखाउनु परेको छैन। मलाई सबै कुरा थाहा छ राज। जुन दिन तेरो वास्तविकता बाहिर आउँछ नि तँ मुख देखाउन लायकको हुने छैनस्। भ्रममा छस् तँ जीवन। यो राजले कहिले हार मान्न जानेको छैन। हेर्दै जा, यो खेलमा जित राजको हुनेछ। बधाई छ तँलाई। यो खेलमा हार तेरो निश्चित छ। लेखेर राख। के विचार छ तेरो? के कुरामा? के त नि हाम्रो मित्रतालाई सम्बन्धमा बदल्न लिऊ। अत्यन्तै खुसीको कुरा हो। हाम्रो मित्रतालाई सम्बन्धमा बदल्नु त एकदमै राम्रो हो नि है। एकदम राम्रो हो त। हामीले मात्र भनेर हुन्न, उनीहरूको मनमा के छ त्यो पनि त बुझ्नु पर्यो नि। आजकलका केटाकेटीहरू हाम्रो निर्णयमा कहाँ रहन्छ र? समीर बच्चैदेखिका साथी हुन्। उनीहरूले एक अर्कालाई राम्रोसँग बुझेका छन्। मलाई लाग्छ हामीले गरेको निर्णय उनीहरूले नकार्न सक्दैनन्। मलाई पनि त्यही लाग्छ। अब राम्रो मौका हेरेर यिनीहरू दुईजनाको लगनगाँठो कसिदिनुपर्छ। यो त राम्रो कुरा हो नि। हामीले उहाँहरू जस्तोसँग सम्बन्ध गाँच्ने नि खुसीको कुरा होइन त। कुनै पनि निर्णय लिन अगाडि एकपल्ट राम्रोसँग विचार गर्नुहोस् न है। सोच्नै पर्दैन शान्ति। हाम्रो छोराले हामीले भनेको कुरा कहिल्यै नाइ भनेको छ र? मेरी छोरीले पनि मेरो वचन खेर जान दिन्न। तँलाई यो मेरो बाचा भयो। मेरो पनि बाचा भयो। खुसीलाई मेरो घरको खुसी बनाएर सधैँ सजाएर राख्नेछु। बुवा बुवा हजुर रुनु भएको होइन? किन रुनु? आँखामा केही कसिङ्गर परेर होला। आँखामा केही पस्नु र मनभित्रको पीडा बाहिर निस्किनुमा फरक हुन्छ बुवा। आज मलाई समीरको धेरै याद आयो। छोडेर जानेले गए पनि बिर्सिन कहाँ सकिँदो रहेछ र बुवा। यादमा त आइहाल्छ नि। बुहारी मलाई माफ गरिदेऊ है। बुवा हजुरले यो के भन्नुभएको? हजुरले किन माफी माग्नु भएको? यदि मैले प्रतापलाई तिम्रो र समीरको बिहेको कुरा नगरिदिएको भए तिमीले आज यो दुःख भोग्नु नै पर्ने थिएन। तिम्रो दोषी म नै हो। त्यसो नभन्नुहोस् बुवा। यसमा हजुरको कुनै दोष छैन। हामीले हाम्रो भाग्यमा जे लेखेको हुन्छ त्यही नै भोग्नुपर्छ। मैले पनि मेरो भाग्यमा लेखिएको कुरा भोगिरहेको छु। यो मन मान्दैन बुहारी। यदि मैले प्रतापलाई तिम्रो र समीरको बिहेको कुरा नगरिदिएको भए तिमीले आज यो दुःख भोग्नु नै पर्ने थिएन। तिम्रो अपराधी म नै हुँ बुहारी। मलाई तिमीले जे सजाय दिन्छौ देऊ। हजुर किन यस्तो भन्नुहुन्छ बुवा? मैले हजुरलाई भने नि यसमा हजुरको कुनै पनि दोष छैन। दोष त मेरो भाग्यको थियो। प्लिज हजुरले आफूले आफूलाई दोषी मानेर मलाई पापको भारी नबोकाउनुहोस्। यदि यसमा मेरो अपराध होइन भनेदेखि
प्रतापको चाहिँ के दोष थियो र? बुवा त्यो त आज यो तिम्रो अवस्था हुनुमा जति प्रतापको हात छ उति नै मेरो पनि हात छ। यदि तिम्रो अपराधी प्रताप हो भने त्यसको भागीदारी म पनि छु। बुवा तिम्रो मन दुखाउनु मेरो उद्देश्य होइन बुहारी, तर तिमीले प्रतापलाई दोषी बनाएको देख्दा के प्रताप मात्र दोषी हो भन्ने कुरा मेरो मनमा उठ्यो। के म चाहिँ खुसीको अपराधी होइन भन्ने कुराले मलाई सधैँ पिरोलिरहन्छ। त्यस्तो नसोच्नुस् बुवा, मैले हजुरलाई कहिले त्यस्तो सोचेको छैन। प्रतापको बारेमा चाहिँ किन सोच्यौ त तिमीले? तिमीलाई यो घरको बुहारी बनाउने प्रस्ताव प्रतापसँग सुरुमा मैले नै गरेको थिएँ। हाम्रो मित्रताको कारणले गर्दा उसले मेरो प्रस्तावलाई नाइ भन्न सकेन। त्यसैले तिम्रो अपराधी कोही छन् भने त्यो म नै हुँ, प्रताप होइन। रौ, म आज तिमीलाई रोक्दिनँ। सधैँ रोएर बस्नुभन्दा सबै दुःख पीडा आँसुले पखाल्नुपर्छ र तिमीले अगाडि बढ्नुपर्छ। खुसी, तिमीलाई म आज एउटा कुरा भन्छु, मान्छौ? के कुरा हो भन्नुस् न। प्रतापलाई माफ गरिदेऊ। हेर, उसले तिमीलाई दुःख होस् भनेर कहिल्यै सोचेन। सधैँ तिम्रै लागि भनेर बाँचेको मान्छे हो। तिम्रो खुसी भन्दा अरू कुनै खुसी छैन उसको लागि। यो एउटा एक्सिडेन्ट सम्झेर भुलिदेऊ। म कसरी भुलौँ बुवा? यदि मलाई बुवा मान्छौ भनेदेखि उसलाई पनि मनैदेखि बुवा मानेर हेर। तिमी सबै कुरा आफै बुझ्नेछौ। यदि तिमीले समय छँदैमा सबै कुरा बुझेनौ भने धेरै ढिला हुनेछ। भन्, मलाई किन बोलाइस्? राजा आएछ नि नेपालमा। यही भन्न बोलाको तैँले मलाई? मलाई भेटेको थियो, खुसीको बारेमा सोध्दै थियो। मैले केही भनिनँ। अनि के भयो त? मैले भने केही हेल्प हुन्छ कि भनेर बोलाएको, ऊ भने उल्टो उल्टो कुरा गर्छ। लफडामा पर्न चाहन्न म। एउटा जान्नको लागि मरि हत्ते गर्छ, अर्को भन्नै चाहँदैन। बेकारमा उनीहरूको बिचमा परेर मलाई नराम्रो बन्नु छैन। के खुसीले पनि भन्न चाहेकी छैन? त चाहिँ किन खुसी भएको नि? उसले राजलाई विगत नभनेकी हो, तँलाई अपनाएकी होइन। त्यसैले धेरै खुसी नहो। म किन खुसी हुनु? मलाई पनि सोध्दै थियो खुसीको बारेमा, मैले केही भनिनँ। किन केही नभनेको नि? कि फेरि खुसीलाई उडाउँछ भन्ने डर लागेर? मलाई धेरै नजिक आए, तँलाई थाहा नै छ त। अब खुसीलाई आफ्नो बनाउने कुनै चाहना राखेको छैन भने म खुसीलाई एउटा साथीको नाताले सहयोग गर्न चाहन्छु। जीवन तैँले जुन काम गरेको छस्, तँलाई लाग्छ खुसीले फेरि तँलाई विश्वास गर्छ? मलाई लाग्छ खुसीले कुनै न कुनै दिन मलाई माफ गरिदिनेछ। राजलाई सबै कुरा भनिदेऊ। खुसीको नजरमा फेरि नराम्रो बन्न चाहन्छस् भने भन्, नत्र खुसीको बारेमा राजलाई केही पनि नभन्। खुसी राजलाई केही थाहा नहोस् भन्ने चाहन्छ भने हामी पनि उसको बारेमा राजलाई भन्नुहुन्न। साला भाग्य पनि कस्तो लिएर जन्मेछु भने। किन र दाइ छापाराले मुटेको क्या हो? तिमीहरू अब चिन्ता नलिग। हाम्रो भाग्य चम्किँदैछ र हामी केही दिनमा माला माला हुनेछौँ। दादा कतै पैसा लिएर त भाग्नुहुन्न। आया बाँदर बाठो भयो भने के जाति च्यापेर मर्छ भने थाहा छैन? मैले कुरो पो गरे त हानि पो हाल्नु पर्छ। हेलो अङ्कल, म यहाँ ठुलो आश लिएर आएको छु। मलाई थाहा छ हजुरले मलाई निराश बनाउनु हुने छैन। हेर राज, तिमी यहाँ अरू नै कुरा गर्न आएको हौ भने इट्स ओके, तिमीले निराश हुनु पर्दैन।
तर तिमी यहाँ खुसीको कुरा गर्न आएको हो भने म तिमीलाई पहिले नै भन्न चाहन्छु, आई एम सरी। अङ्कल, म खुसीकै बारेमा सोध्न आएको हो अङ्कल। हेर, मैले तिमीलाई खुसीको ठेगाना सबै भनिदिइसकेँ। अब त्यो भन्दा अरू म केही पनि भन्न सक्दिनँ, मलाई माफ गरिदियो। आखिर किन सबै यो कुरा भन्न चाहँदैनन्? यो 2 वर्षमा त्यस्तो के भयो जुन कुरा भन्नलाई सबै डराइरहेका छन्? राजबाबु, अब बितेका कुरालाई नकोटाउँदै राम्रो हो। आन्टी, बितेको कुरा भनेर खुसीलाई सधैँ त्यही पीडामा जिउन दिने? खुसी हुने अधिकार छैन? अङ्कल, हजुरलाई सबै कुरा थाहा छ। बिन्ती छ, मलाई सबै कुरा भनिदिनुहोस्। म खुसीलाई पहिलाको जस्तै खुसी भएको हेर्न चाहन्छु। खुसीलाई खुसी भएको हेर्ने चाहना त कसलाई छैन। मैले मेरी छोरीको इच्छा विपरीत गएर नराम्रो चोट सहिसकेको छु। अब यो भन्दा अरू चोट सहन सक्ने क्षमता छैन मसँग। अङ्कल, मलाई थाहा छैन हजुरहरू किन सत्य कुरा भन्न डराउनु भइरहेको छ। कि यो घटनामा कसैको हात त छैन? त्यस्तो होइन भने मलाई किन केही कुरा भन्नु न त? अङ्कल, अब म आइसकेँ, डराउनु पर्दैन। बाबु, यो कुरामा जिद्दी नगर्नु होला। हेर राज, मैले त तिमीलाई सहयोग गर्न खोजेकै थिएँ नि, तर खुसी चाहन्न कि उसको बारेमा सबै कुरा तिमीलाई थाहा होस् भनेर। आखिर मलाई केही कुरा भन्न किन चाहन्न खुसी? मैले उनको बारेमा थाहा पाएर उनलाई के बेफाइदा हुन्छ? म त उनलाई फेरि पहिलाको जस्तै खुसी दिन चाहन्छु। अब त्यो सम्भव छ र राज? खुसीले त्यही घरलाई अपनाइसकेकी छ। अङ्कल, जिन्दगी लामो छ, खुसीलाई हामी सबैको साथको आवश्यकता छ। म खुसीलाई पहिले जस्तै साथ र खुसी दिन चाहन्छु। मलाई थाहा छ राज, म मेरी छोरीको कारण आफ्नो मुख बन्द गर्न बाध्य छु, तर मलाई विश्वास छ समय सँगसँगै एक दिन सबै कुराहरू ठिक हुनेछन्। केही ठिक छैन। यदि यस्तै व्यवहार गर्यो भने केही बन्दैन। के धम्की दिँदैछस्? धम्की होइन, सचेत गराउँदैछु। थाहा छ कति रिक्स छ? थाहा छ र त, त्यही भएर यसरी लुकेर बस्नु परेको छ। काम अनुसारको दाम त चाहियो नि हामीलाई। भेजा लगाएर भन्छु, पैसा त चाहिहाल्यो नि। सधैँ दाम मात्र खोजेर हुन्छ? काम हुनु परेन? हेर जीवन, तैँले यदि हामीसँग गेम खेल्दैछस् भने अहिले नै भनिदिएको छु, यस्तो गल्ती तैँले नै नगर। मलाई त्यस्तो डबल गेम खेल्न आउँदैन र मैले तिमीहरूले भनेको बेलामा पैसा दिएकै छु। अर्को कुरा, मलाई यसरी बारम्बार फोन गर्ने काम नगर। भनेको समयमा भनेको जति पैसा दिस् भने बार बार तल फोन किन गयो? बस हामीलाई पैसा चाहिएको छ, तँलाई आफ्नो काम सल्टाउँछ। गिद्धले सिनु नछोडेको जस्तो तिमीहरूले पनि पैसा नछोडिनु। हामी त केवल सानो पैसामा खुसी हुने मान्छे। त मसँग दाँच्ने हैसियत छैन तिमीहरूको। बरु पैसा दिन्छु, काम गर। भेजा लगाएर भन्छु, दाम त चाहिहाल्यो नि। डराउनु पर्दैन खुसी, म तिमीलाई यहाँ असहज बनाउन आएको होइन, न त म आफू पति हुनुको हक नै जमाउन आएको हुँ। खुसी, मलाई थाहा छ तिम्रो मनमा म होइन अरू कोही नै छ, र म यो पनि भन्दिनँ तिम्रो मनमा मलाई राख। म सधैँ तिम्रो पक्षमा हुनेछु र तिम्रो इच्छा विपरीत म कहिल्यै नराम्रो काम गर्ने छैन।
खुसी केही त बोल न। के बोलौँ म अब? तिमीलाई थाहा थियो म राजलाई माया गर्छु भनेर। म अरू कसैलाई माया गर्छु भन्ने थाहा हुँदा हुँदै तिमीले बिहेको लागि किन हुन्छ भन्यौ? मैले तिमीलाई आफ्नो एउटा असल साथी सोचेको थिएँ, तर तिमीले मलाई विश्वासघात गर्यौ। तिमीले यस्तो सोच्नु एक हिसाबले ठिकै हो। जसरी तिमी बाध्यतामा पर्यौ त्यसै गरी म पनि बाध्यतामा परेको थिएँ। मलाई गलत नसम्झ खुसी, म हमेसा तिम्रो खुसी नै चाहन्छु। तिमीले चाहेको भए यो बिहे रोक्न सक्थ्यौ, तर तिमीले त्यसो गरेनौ। अझै भन्छौ तिमी मेरो खुसी चाहन्छु भनेर। मेरो खुसी तिमी होइन समीर, मेरो खुसी राज हो। मेरो मनमा तिमी होइन समीर, राज बसेको छ, जसलाई म कहिले भुल्न सक्दिनँ। तिमीले मेरो सिउँदो त भर्यौ, तर मबाट श्रीमतीको माया र साथ कहिले पाउने छैनौ तिमीले। मलाई थाहा छ खुसी, त्यसैले राजलाई भुलेर मलाई स्वीकार म कहिले भन्ने छैन। र अर्को कुरा, म तिम्रो श्रीमान होइन, मलाई तिम्रो असल साथी बन्न पाए पुग्छ। म आज एउटा बाचा गर्छु, तिम्रो खुसीको बाटोमा यो समीर कहिले बाधा बन्ने छैन। हेर हेर यो अल्छिनाले सबै दुध सुकायो हैन। यसो दुध सुकाउला तेरो माइतीमा ल्याछ क्या हो? गल्ती क्षमा माफ गरिदिनुस्। माफी मागेर माफी पाउने भए म पनि माफी माग्छु र। बोल्यो आमा, बोल्यो छोडिदिनुस्।